गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। अनि आजको भ्लगमा तपाईँहरूलाई स्वागत छ। म चाहिँ अहिले अर्को खाँचीको खर्कमा छु र हामी चाहिँ अब यहाँ चाहिँ अन्डा लिन आएको थियौँ होइन हिजो। अब यहाँबाट चाहिँ हामी लाग्छौँ अन्डा सन्डा हालेर। अब अहिले बिहानको त्यही 7 बज्दैछ होइन। ल साथीहरू चाहिँ यता छन्, अब अन्डा हाल्नु थालिरहेको छ कुमार सर, यता हाम्रो मनोज चाहिँ। अब यो अन्डा चाहिँ सर्लकै गाडीमा हाल्ने र बेच्दै जानुपर्छ। यहाँ चाहिँ यता अन्डा खोलेर राखेको छ नि, टन्नै छ। ल त हाम्रो सन्धि खर्क बजार, अर्को खाँचीको सन्धि खर्क बजार मेन बजार यही नै हो। मौसम चाहिँ ठिकै छ र साथीहरू हामी चाहिँ अब यहाँ लाग्छ कुमार सर। अब यहाँ चिउरी पनि देख के हो यो चिउरी भनेको? तरकारी खाने यसको होइन, चिउरी खाने नि। चिउरीको चिल्लो पात भन्छ कि खोइ के हो यो चिउरी रे गाइसको? के हो यस्तो? यो खोइ सिसा खानु यो खोइ खासै के हो मलाई थाहा छैन, फर्स्ट टाइम देखेको मैले त। यहाँ चाहिँ स्टुडेन्टहरू निस्किसकेको छ है। सन्धिखरको बच्चाहरू चाहिँ स्कुलै छ। सन्धिखरको फाँट है साथी। डाँडा जाने हामी चाहिँ त्यो माथिको डाँडामा छौँ अब। ल साथीहरू हामी चाहिँ अहिले अर्को खाँचीको कुन ठाउँ रे? रतनबारी रतनमारी होइन। अर्को खाँचीको रतनमारीमा जाँदैछौँ होइन। टक्क 2 बजिरहेको छ, बाटो अब सबै मरकुमा सर। यो हाम्रो रतनमारी अर्को खाँचीको एकदम हाइटमा भएको ठाउँ यो चाहिँ एकदम हाइटमा छ अरे। लास्टै हाइटमा छ। यस्तो भ्यू देखिन्छ कि यहाँबाट, यस्तो दामी दामी भ्यू देखिन्छ सर। यो बस्ती चाहिँ सानो सानै छ। गाडी यहाँ छ हाम्रो। अब यहाँ अन्डा झार्छौँ बेच्दै बेलुका चाहिँ पुगिन्छ तम्घास गुल्मी गाइजन। त क्या दामी देखिरहेछ, मस्त देखिरहेछ। यहाँ चाहिँ चिसै हुन्छ है अहिले पनि। हावा सरर चलिरहेको छ अझै। अहिले त खासै चले छैन, यस्तो हावा चल्छ यहाँ। चिसो जकेट लगाउनुपर्छ यहाँ चाहिँ। यस्तो छ बस्ती चाहिँ, यस्तो छ डिल एकदम। यहाँबाट चाहिँ वाइल्ड भ्यू देखिन्छ है गाइस। रतनमारीको यो एकदम भ्यू पोइन्ट हो। प्युठान हो यो परको पुरै प्युठान हो। यो डाँडादेखि पारीको डाँडा। ल साथीहरू यो चाहिँ प्युठान जिल्ला है। परको डाँडो देखेको चाहिँ यताको चाहिँ अर्को खाँची पर्यो। यो चाहिँ
यस्तो भयो त वाइल्ड रहेछ साह्रो हावा चलिरहेको छ है कस्तो हावा चलिरहेको छ मजा आयो कि यहाँबाट हिमाल देख्यो भने चाहिँ पप्पाले मजा आउँथ्यो हिमाल चाहिँ नदेख्दो रहेछ